सजाय ऐन 2064। अब यो नाम सुन्दा अलि प्राविधिक र जटिल लाग्छ है। हो, अलि गाह्रो नै सुनिन्छ। तर यदि हाम्रो पैसा ब्याङ्कमा छ, हामी ऋण लिन्छौँ वा सामान्य चेकको कारोबार मात्रै पनि गर्छौँ भने यो कानून त हाम्रो दैनिक जीवनसँगै जोडिएको छ। आज हामी यही कानूनको अलिक गहिरो कुराकानी गर्नेछौँ। एकदम। र आजको हाम्रो उद्देश्य कुनै कानुनी कक्षा लिनु जस्तो होइन। होइन। बरु हामीले पठाएका स्रोत सामग्रीहरूलाई हेरेर यो कानूनको पछाडिको सोच के हो, यसले कुन कुरालाई अपराध मान्छ अनि त्यो अपराधको परिणाम के हुन्छ भन्ने कुरालाई सरल भाषामा बुझ्ने कोसिस गर्ने हो। सारमा भन्दा यो कानून भनेको वित्तीय प्रणालीको ट्राफिक नियम जस्तै हो। ट्राफिक नियम, यो तुलना त मलाई एकदम मन पर्यो। हो, जसले सबैलाई सुरक्षित राख्न मद्दत गर्छ। त्यसो भए यो नियम कुन कुन सडकमा लागू हुन्छ त? के यो वाणिज्य ब्याङ्कहरूका लागि मात्र हो? होइन, र यो नै यसको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। यो ऐन 2064 सालमा आउँदा यसको दायरा अलि सीमित थियो होला, तर समयसँगै भएका संशोधनहरूले यसलाई निकै फराकिलो बनाएको छ। आजको दिनमा यसले क वर्गका वाणिज्य ब्याङ्कदेखि लिएर ख, ग र घ वर्गका विकास ब्याङ्क, वित्त कम्पनी, लघु वित्त संस्थाहरू र पछिल्लो संशोधनपछि त सहकारी ब्याङ्कहरूलाई समेट्छ। सहकारी ब्याङ्कलाई पनि? हो, यसले नेपालको लगभग सम्पूर्ण औपचारिक वित्तीय क्षेत्रलाई एउटै छातामुनि ल्याएको छ भन्दा हुन्छ। भनेपछि कानूनको नजरमा यी सबै संस्थाहरूमा हुने अपराधको प्रकृति उस्तै हो। हो, कुराकानी सुरु गर्नु अघि स्रोतमा के उल्लेख छ भने कानूनले केही शब्दहरूलाई विशेष अर्थ दिएको छ, जस्तो कि चेक अनादर वा ढुकुटी। यिनीहरूलाई बुझ्नु किन जरुरी छ? किनभने कानूनको खेल नै शब्दमा हुन्छ। हो त, ऐनले चेक अनादरलाई स्पष्ट रूपमा परिभाषित गरेको छ। भन्नुको मतलब खातामा पर्याप्त पैसा नभएको कारणले ब्याङ्कले भुक्तानी गर्न नसक्ने गरी प्रमाणित गरेको चेक। यो परिभाषा महत्त्वपूर्ण छ किनभने पैसा नहुनु र ब्याङ्कले प्रमाणित गर्नु दुवै कुरा पूरा भएपछि मात्र यो कानुनी कसुर बन्छ। हो, कुरो बुझियो। त्यसैगरी ढुकुटीको कारोबारलाई पनि कानूनले गैर कानूनी भनेर किटान गरेको छ, जसले समाजमा सामान्य मानिने चलनलाई अपराधको दायरामा ल्याउँछ। यी परिभाषाहरूले नै कानूनको सीमा निर्धारण गर्छन्। ठिक छ, त्यसो भए सबैभन्दा सामान्य तर सबैभन्दा धेरै चर्चामा आउने विषयबाटै सुरु गरौँ न त। चेक बाउन्स अर्थात् चेक अनादर। त्यसैले दिएको चेक बाउन्स भयो भने के हुन्छ? तुरन्तै पुलिस केस हुन्छ? हुँदैन, र यो प्रक्रिया एकदमै व्यावहारिक र रोचक छ। रोचक? हो, धेरैले सोचे जस्तो चेक बाउन्स हुन साथ सिधै जेल जाने बाटो खुल्दैन। कानूनले चेक काट्ने व्यक्तिलाई गल्ती सुधार्ने एउटा महत्त्वपूर्ण मौका दिएको छ। मौका? कस्तो मौका? जब तपाईले पाएको चेक ब्याङ्कमा जम्मा गर्दा पैसा नभएर फिर्ता आउँछ, ब्याङ्कले चेक काट्ने व्यक्तिलाई एउटा सूचना पठाउँछ र खातामा पैसा जम्मा गर्नलाई 45 दिनको समय दिन्छ। 45 दिन? हो, 45 दिन। त्यो त 1.5 महिना भयो। यो त निकै लामो समय रहेछ नि। एकदम। यो एक किसिमको ग्रेस पिरियड जस्तै भयो। सायद चेक काट्ने मान्छेले भुलेको हुन सक्छ वा उसको खातामा पैसा आउन ढिला भएको हुन सक्छ। हो, त्यो पनि हुन सक्छ। कारण जेसुकै होस्, कानूनले नियत खराब नभएकालाई सजाय दिनु खोज्दैन। तर त्यो 45 दिनभित्र पनि पैसा जम्मा भएन भने? हो, त्यहाँनिर कुरा आउँछ। यदि त्यो अवधिभित्र पनि पैसा जम्मा भएन भने त्यसपछि भने ब्याङ्कले 3 दिनभित्र यो चेक अनादर भएको हो भनेर प्रमाणित गर्छ र त्यो प्रमाणसहितको चेक तपाईँलाई फिर्ता दिन्छ। कानूनी कारबाहीको ढोका खुल्ने चाहिँ त्यसपछि मात्र हो। यो जानकारीले त धेरैको भ्रम हटाउँछ होला। चेक अनादर त एक व्यक्तिले अर्को व्यक्तिलाई दिने धोका भयो, तर कहिलेकाहीँ त ब्याङ्क आफैलाई ठग्ने सङ्गठित प्रयास पनि हुन्छ, खास गरी ऋण लिने प्रक्रियामा। यस्ता ठूला अपराधबारे कानूनले के कस्ता व्यवस्थाहरू गरेको छ? तपाईँले एकदमै सही ठाउँमा जोड्नुभयो। चेक अनादर भन्दा कैयौं गुणा जटिल र प्रणालीलाई नै असर गर्ने अपराध ऋण लिने दिने प्रक्रियामा हुन्छ। हो त? कानूनले त्यस्ता दर्जनौं कसुरहरूलाई सूचीकृत गरेको छ, तर ती सबैलाई हेर्दा एउटा साझा ढाँचा देखिन्छ। त्यो हो सूचनाको दुरुपयोग। सूचनाको दुरुपयोग? हो, अपराधको जड भनेको ब्याङ्कलाई गलत, झुटो वा अपुरो सूचना दिएर उसको निर्णय प्रक्रियालाई नै प्रभावित पार्नु हो। यसलाई अलि विस्तारमा भन्नुस् न, कस्ता कस्ता तरिका अपनाइन्छन्? जस्तै पहिलो र सबैभन्दा सामान्य तरिका हो नक्कली वित्तीय विवरण पेश गर्नु। अडिट रिपोर्टहरू? हो, आफ्नो कम्पनीलाई नाफामा देखाउन वा कारोबार ठूलो देखाउन बनावटी अडिट रिपोर्ट वा अन्य कागजात पेश गरेर ऋण लिनु।
अनि दोस्रो, धितोको मूल्याङ्कनमा जालसाजी गर्नु। 10 लाख मात्र पर्ने जग्गालाई मिलेमितोमा 50 लाखको हो भनेर मूल्याङ्कन गराउने र त्यसैको आधारमा ऋण निकाल्ने। त्यो त धेरै सुनिन्छ। तेस्रो, एउटै धितोलाई धेरै ठाउँमा प्रयोग गर्नु। एउटा ब्याङ्कमा राखेको धितो फुपमा नगराइकन त्यही धितो अर्को ब्याङ्कमा पनि राखेर ऋण लिने। तर कहिलेकाहीँ ठूला परियोजनामा त धेरै ब्याङ्क मिलेर लगानी गरेका हुन्छन् नि, त्यसलाई के भनिन्छ? हो, त्यसलाई सहवित्तीयकरण अर्थात् कन्सोर्टियम फाइनान्सिङ भनिन्छ र त्यो वैध हो। त्यो चाहिँ वैध भयो। त्यसमा सबै ब्याङ्कलाई थाहा हुन्छ कि यो धितोमा अरूको पनि लगानी छ। तर मैले भनेको चाहिँ एउटा ब्याङ्कलाई थाहै नदिई अर्कोलाई धोका दिने अवस्था हो। र सबैभन्दा गम्भीर अपराध चाहिँ ब्याङ्कै कर्मचारी वा सञ्चालकको संलग्नतामा हुन्छ, जस्तै नक्कली ऋणी खडा गरेर ऋण निकाल्ने। आफ्नै मान्छेलाई हो, वा पदको दुरुपयोग गरेर आफैले वा आफ्ना मान्छेलाई नियम विपरीत ऋण दिलाउने। यी सबैमा साझा कुरा के हो भने ब्याङ्कले जसरी सत्य तथ्यमा आधारित भएर निर्णय लिनुपर्ने हो त्यो प्रक्रियालाई नै भ्रष्ट बनाइन्छ। प्रविधिको विकासले त झन् नयाँ नयाँ किसिमका ठगीहरूलाई जन्म दिएको छ। क्रेडिट कार्ड, मोबाइल ब्याङ्किङ वा अन्य डिजिटल माध्यमबाट हुने ठगीलाई यो कानूनले समेट्छ कि यसका लागि छुट्टै साइबर कानून छ? यो कानूनले त्यसलाई स्पष्ट रूपमा समेटेको छ। यही कानूनले? हो, कानूनले क्रेडिट कार्ड, डेबिट कार्ड, एटिएम वा अन्य कुनै पनि विद्युतीय माध्यमको अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने भनेर प्रष्ट पारेको छ। यसले गर्दा कसैको पासवर्ड चोरेर पैसा निकाल्नेदेखि लिएर फिशिङ जस्ता आधुनिक ठगीहरू पनि यही कानूनको दायरामा आउँछन्। अनि ऋण लिएपछि त्यसको प्रयोग कसरी गरिन्छ भन्ने कुरामा पनि कानूनले चासो राख्छ। जस्तै मैले कृषि व्यवसाय गर्छु भनेर सहुलियत ब्याजदरमा ऋण लिए, तर त्यो पैसाले गाडी किने भने के हुन्छ? त्यो पनि ब्याङ्किङको सुर हो। हो र? हो, जसलाई कानूनले कर्जाको दुरुपयोग भनेको छ। जुन प्रयोजनका लागि ऋण स्वीकृत भएको हो त्यो भन्दा फरक काममा लगानी गर्नु गैर कानूनी हो। तपाईको उदाहरणमा कृषि ऋणको सहुलियत राज्यले कृषि क्षेत्रलाई प्रवर्धन गर्न दिएको हो, व्यक्तिगत गाडी किन्न होइन। हो त। यसो गर्दा राज्यको नीति र ब्याङ्कको लगानी दुवै जोखिममा पर्छ, त्यसैले यसलाई कसुर मानिएको हो। अनि सुरुमा कुरा उठेको ढुकुटीको कारोबार, यो त हाम्रो समाजमा विशेष गरी शहरी क्षेत्रमा एउटा अनौपचारिक बचत र ऋणको माध्यम जस्तै बनेको छ। यसलाई कानूनले किन गैर कानूनी भन्यो होला? यो प्रश्न धेरैको मनमा हुन्छ। कानूनले ढुकुटीलाई गैर कानूनी भन्नुको पछाडि दुईवटा मुख्य कारण छन् जस्तो लाग्छ। के हुन् ती? पहिलो, यो पूर्ण रूपमा अनौपचारिक र नियमन बाहिरको कारोबार हो। यसमा कसले कति पैसा जम्मा गर्यो, कसले लग्यो, ब्याजदर के हो भन्ने कुनै आधिकारिक रेकर्ड हुँदैन। यसले गर्दा ठगीको जोखिम अत्यन्तै उच्च हुन्छ। ढुकुटी खेलाउने मान्छे पैसा लिएर भागेका घटनाहरू हामीले सुनेकै छौँ। धेरै सुनेका छौँ। दोस्रो, यसले औपचारिक वित्तीय प्रणालीलाई बाइपास गर्छ, जसले गर्दा मनी लन्ड्रिङ अर्थात् सम्पत्ति शुद्धिकरण जस्ता अपराधमा प्रयोग हुन सक्ने जोखिम पनि हुन्छ। प्रणालीलाई सुरक्षित र पारदर्शी राख्न यसलाई बन्दिज लगाइएको हो। त्यसो भए गाउँघरमा महिलाहरूले चलाउने आमा समूह वा अन्य बचत समूहहरू, जहाँ उनीहरूले हरेक महिना थोरै थोरै पैसा जम्मा गर्छन्, के तिनीहरू पनि यही ढुकुटीको दायरामा पर्छन्? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। सामान्यतया सहकारी ऐन वा अन्य कुनै कानून अन्तर्गत दर्ता भएर पारदर्शी रूपमा हिसाब किताब राखेर सञ्चालन हुने बचत समूहहरू यसमा पर्दैनन्। दर्ता भएको हुनु पर्यो? हो, उनीहरूको उद्देश्य नाफा कमाउनु भन्दा पनि सदस्यहरूको बचत र सामाजिक काममा केन्द्रित हुन्छ। तर कुनै समूह दर्ता नभएको, हिसाब किताब अपारदर्शी भएको र आलो पालो प्रणालीमा ठूलो रकमको कारोबार गर्ने प्रकृतिको छ भने त्यो कानूनको नजरमा ढुकुटी नै ठहरिन सक्छ। भनेपछि मुख्य कुरा पारदर्शिता र कानूनी दर्ता हो। एकदम। ल, अब लागौं सबैभन्दा महत्त्वपूर्ण पाटोमा, परिणाम। यस्ता कसुरहरू गरेमा सजाय कस्तो हुन्छ? के जरिवाना तिरेर मात्रै छुटिन्छ कि जेले जानुपर्छ? सजायको व्यवस्था निकै कडा छ र यसको पछाडिको दर्शन स्पष्ट छ। जति ठूलो अपराध उति कडा सजाय। र अपराधको आकार मापन गर्ने आधार हो बिगो, अर्थात् कसुरमा संलग्न रकम। बिगो हो। चेक अनादरको हकमा पीडितले आफ्नो बिगो र ब्याज फिर्ता पाउँछ। त्यो बाहेक कसुरदारलाई बिगोको 5% जरिवाना र बिगोको रकम अनुसार कैद सजाय हुन्छ। कति जति?
15 लाखसम्मको बिगोमा 1 महिनासम्म कैद छ भने 10 करोडभन्दा माथिको बिगोमा 2 देखि 4 वर्षसम्म कैद हुन सक्छ। अनि ऋण जालसाजी जस्ता ठूला कसुरमा नि जहाँ बिगो करोडौं अर्बौं हुन सक्छ, त्यसमा सजाय झनै कठोर छ। त्यस्ता कसुरमा पहिले त बिगो भराइन्छ, त्यसपछि बिगो बराबरकै रकम जरिवाना तिर्नुपर्छ र त्यसपछि कैद सजाय हुन्छ। बिगो बराबरकै जरिवाना? हो। जस्तै मानौ एकजना व्यापारीले आफ्नो सानो कारखानालाई ठूलो देखाउन नक्कली अडिट रिपोर्ट बनाएर 50 लाख ऋण लियो। अब उसलाई यो कानून अनुसार के हुन सक्छ? पहिले त ब्याङ्कलाई 50 लाख बिगो तिर्नु पर्यो। ठीक छ। त्यसपछि सरकारलाई थप 50 लाख जरिवाना तिर्नु पर्यो। र 50 लाखको बिगोमा कानूनले तोकेको 3 देखि 5 वर्षसम्म कैद सजाय पनि भोग्नु पर्यो। बापरे, उसको व्यापार त डुब्ने नै भयो, जीवनै बर्बाद हुन सक्छ। हो, 50 लाखको ठगीमा 1 करोड तिर्नुपर्ने भयो, त्यो पनि जेल जानु अघि। र यदि बिगो 1 अर्बभन्दा बढी छ भने कैद सजाय 10 देखि 12 वर्षसम्म हुन्छ। 10 देखि 12 वर्ष? हो, तपाईँ सोच्नुहोस् त, 10-12 वर्षको कैद सजाय ज्यान मार्ने उद्योग जस्ता गम्भीर अपराधमा हुन्छ। हो त। यसले के देखाउँछ भने कानूनले ठूलो आकारको वित्तीय अपराधलाई व्यक्ति हत्याको प्रयास जत्तिकै गम्भीर मानेको छ, किनभने यसले व्यक्तिलाई मात्र होइन सिङ्गो वित्तीय प्रणाली र समाजको विश्वासलाई नै मार्ने प्रयास गर्छ। अनि अझै एउटा कुरा थियो है, पदमा बस्नेलाई थप सजाय हुने? हो, यदि कसुर गर्ने व्यक्ति ब्याङ्कको अध्यक्ष वा सिइओ जस्तो पदमा छ भने उसलाई तोकिएको सजायमा थप 1 वर्ष कैद हुन्छ। पदमा बसेर गरेको अपराधलाई थप गम्भीर मानिने भयो। अब यदि कोही यस्तो अपराधको शिकार भयो भने उसले के गर्ने? उजुरी दिने कुनै समय सीमा हुन्छ? हुन्छ। सामान्यतया कसुर भएको थाहा पाएको मितिले 1 वर्षभित्र जाहेरी दिइसक्नुपर्छ। 1 वर्षभित्र? हो। यो हदम्याद महत्त्वपूर्ण छ, किनभने 1 वर्ष नागेपछि कानूनी उपचारको बाटो बन्द हुन सक्छ। र यी मुद्दाहरू सरकारवादी हुन्छन्। सरकारवादी अर्थात् पीडितले वकिल खोजेर आफै लड्नु पर्दैन, नेपाल सरकारले नै उसको तर्फबाट मुद्दा लडिदिन्छ। तर चेक अनादरको मुद्दामा त आजकल मिलापत्र पनि हुन्छ भन्ने सुनिन्छ नि, के यो सत्य हो? हो, र यो कानूनको एउटा अत्यन्तै व्यावहारिक र प्रगतिशील पक्ष हो। चेक अनादरको मुद्दामा यदि प्रतिवादीले चेकमा भएको रकम र त्यसको ब्याज पीडितलाई तिर्न तयार भयो र दुवै पक्षबीच सहमति भयो भने मुद्दाको जुनसुकै चरणमा पनि मिलापत्र गर्न सकिन्छ। जुनसुकै चरणमा? अनुसन्धानको क्रममा पनि? हो, अनुसन्धानको क्रममा होस् वा अदालतमा मुद्दा चलिरहेको अवस्थामा मिलापत्र सम्भव छ। मिलापत्र भएपछि के हुन्छ? मिलापत्र भएपछि प्रतिवादीले कैद सजाय भोग्नु पर्दैन, केवल बिगोको 5% जरिवाना तिरे पुग्छ। यसले गर्दा सानातिना लेनदेनका विवादहरू अदालतमा गएर वर्षौंसम्म अल्झिनुको सट्टा छिटो र सजिलै समाधान हुन्छ।